मार्क्सले धर्मलाई अफिम भन्ने व्यापक छ। सुरुमा हामी कम्युनिस्ट हुने बेला पनि त्यही भनियो। त्यस बेला हामीले त्यही बुझ्यौँ, धर्म भनेको अफिम हो भन्ने कुरा नै बुझ्यौँ। तर हामी अध्ययन गर्ने बानी थियो धेरै। अध्ययन गर्दै जाँदाखेरि मैले त के बुझेँ भने मार्क्सले जुन अफिम भने त्यो ठिक भने, त्यहाँ त्यो युरोपको समाजमा त्यो ठिक भने। युरोपीय समाज त्यो बेलाको समाजलाई विश्लेषण गर्दाखेरि के देखिन्छ भने त्यहाँ चाहिँ के भन्छन्, धार्मिक सम्प्रदायहरूको व्यापक थियो, लडाइँ थियो, भिडाइ थियो, विभिन्न थरीका धार्मिक सम्प्रदायहरू थिए। अनि त्यसैले मार्क्सले त्यस बेला अफिम भन्यो। त्यो युरोपियन समाजको विश्लेषण गरेर उनले अफिम भने। तर अङ्ग्रेजीमा धर्मलाई के भन्छन् भन्नुहोस् त कसैले? रिलिजन भन्छन्। रिलिजन भनेको धर्म होइन, यो बुझ्नु छ, यो आवश्यक। रिलिजन भनेको धार्मिक सम्प्रदायहरू हो। धार्मिक सम्प्रदायहरू हुन्छन्, विभिन्न धार्मिक सम्प्रदाय हुन्छन्, त्यसलाई रिलिजन भन्छ। वास्तवमा हाम्रो धर्म, हामीले धर्म भन्छौँ, त्यो धर्म भनेको चाहिँ स्पिरिचुअलिटी हो, आध्यात्मिकता हो। वास्तवमा धर्म भनेको आध्यात्मिकता हो। त्यो आध्यात्मिकता रिलिजन होइन। त्यसको अङ्ग्रेजी मार्क्सले धर्मलाई चाहिँ रिलिजन भने, हामीले धर्मलाई चाहिँ के भन्छौँ, हाम्रो आफ्नो धर्मलाई, आफ्नो मान्यतालाई, हाम्रो सनातन चाहिँ परम्परालाई स्पिरिचुअलिटी भन्छौँ अर्थात् आध्यात्मिकता भन्छौँ। त्यसकारण चाहिँ के भन्छ रिलिजन र अनि यो चाहिँ आध्यात्मिकताको फरक छ। त्यो साम्प्रदायिकता हो, लडाइँ भिडाइ हो। त्यो चाहिँ के भन्छ, त्यस बेला चाहिँ के भन्छन्, चर्चको मोहाली थियो सरकारमा। त्यसैले चर्चलाई हटाउने क्रममा चाहिँ के भन्छ, त्यहाँ धर्मनिरपेक्षता पनि आयो। तर हाम्रो यहाँ चाहिँ के भन्छन्, धर्मको चाहिँ के भन्छ सत्तामा ठुलो पकड थिएन। हामीले धर्मनिरपेक्ष किन बनायौँ, यो समीक्षाको विषय भइरहेछ अहिले पनि। त्यसैले हाम्रो आध्यात्मिकता भनेको के, यो बुझ्नुपर्ने हुन्छ। आध्यात्मिकता भनेको चाहिँ के भन्छन्, मैले अगाडि पनि कहिले भनेको छु, आध्यात्मिकता साम्प्रदायिक धर्म होइन। आध्यात्मिकता मनको व्यवस्थापन हो। पूर्वीय दर्शन, अघि नै गीत पनि आएको थियो, पूर्वीय दर्शनको चिन्तन धारा हो यो। हाम्रो आफ्नोपन हो यो, हाम्रो आफ्नो चिनारी हो यो। जब त्यो आध्यात्मिकता यो कसैको चाहिँ के भन्छन् नाम मान्ने त्योसँग मतलब छैन। आध्यात्मिकता भनेको चाहिँ के भन्छन्, मनलाई व्यवस्थित गर्ने, मनलाई आफ्नो मित्र बनाउने, मनलाई मनोअनुशासनमा राखिदिने। मनलाई व्यवस्थित गरिएन, मनलाई आफ्नो मित्र बनाइएन भने हामी बौला पनि हुन सक्छौँ। जब मन व्यवस्थित हुँदैन, मन चाहिँ अनुशासनभित्र हुँदैन, आत्मा अनुशासनभित्र हुँदैन, मान्छेले चाहिँ के भन्छ बदमासी गर्न सुरु गर्छ। अहिले हाम्रो समाजमा त्यही छ। खास गरेर जसलाई हामीले ठुला मान्छे भन्छौँ उनकै मन व्यवस्थित छैन, उनकै मन अनुशासित छैन। त्यसकारण चाहिँ के भन्छन्, आत्मा अनुशासन हो आध्यात्मिकता भनेको। आत्मा व्यवस्थापन हो आध्यात्मिकता भनेको। त्यही आत्मा व्यवस्थापनको भौतिक रूप मन्दिर हो। त्यसैले हामीले चाहिँ के भन्छन्, जुन धर्मलाई अफिम भन्यो, त्यो रिलिजन भनेको अफिमै हो। तर चाहिँ के भन्छन्, आध्यात्मिकता भनेको त्यो हाम्रो वैदिक कालदेखि सनातनको रूपमा आइरहेका हाम्रा संस्कारहरू हो, हाम्रा संस्कृतिहरू हो, हाम्रो पहिचान हो,
हाम्रो चिनारी हो, हाम्रो परिचय हो। त्यो दिशाले हामीले हेर्नुपर्ने हुन्छ। संस्कार बलियो हुन्छ। अहिले पनि हामी भन्छौँ जातपात होइन केही होइन भन्छ, तर त्यति सजिलो छैन भन्नु त सजिलो छ, गर्न अप्ठ्यारो छ। म तपाईँलाई एउटा कथा सुनाइदिन्छु। एकपटक म एउटा ठुलो भलादमी घरमा गएँ, खाना खाएँ, बडो मिठो 84 व्यञ्जन भन्छ नि, 84 व्यञ्जनै थियो त्यहाँ। यति मजासँग खाएँ, यति मजासँग खाएँ, त्यस्तो मैले जिन्दगीमा खाएको थिइनँ। खाएर एकछिन आराम गरेँ, 2-2.5 घन्टा रातभरि त्यस बेला म सुत्न पाएको थिइनँ। 2-2.5 घन्टा सुतेँ। 2-2.5 घन्टा पछाडि उठेँ। पछाडि जाँदाखेरि त्यहाँ ली थियो, त्यो भन्छ नि सुनारको ली हुन्छ नि, त्यहाँ पछाडि 1-2जना मान्छे थियो। कस घर हो भने त सुनार घर भन्छ। 3 घन्टा पछाडि यो सुनार घर रहेछ भने थाहा पाएँ। 3 घन्टा पछाडि मेरो घाँटी चिलाउनु लाग्यो, बाघो काट्यो। साँच्चै घाँटी चिलाउनु बेला त्यसै बेला चिलाउनु पर्छ, खाली बेला चिलाउनु पर्ने हो क्या। त्यो 3 घन्टा पछाडि किन चिलायो? कहिले कहिले त्यो बाघो घडामा तालमेल बस्नु चिलाउँछ नि, चिलाउँछ। मेरो भुइया पनि चिलाउँछ कहिले कहिले तालमेल बस्नु होइन, अमिलोको मिलाएको छैन कि चिलाउँछ नि। त्यस्तै 3 घन्टा पछाडि घाँटी चिलाउनु लाग्यो मलाई अचम्म लाग्यो। बा यो के हो यो भने त्यो किन चिलायो भने त्यो संस्कार हो। संस्कार यदि बलियो, त्यही बलियो संस्कारको चाहिँ के भन्छ प्रतिनिधि हो हाम्रो आध्यात्मिकता। त्यस कारण आफ्नो संस्कार, आफ्नो संस्कृति, आफ्नो आध्यात्मिकतालाई सम्मान गर्नुपर्छ, परिष्कृत गर्नुपर्छ। त्यो समय सापेक्ष रूपमा चाहिँ परिष्कृत परिमा चाहिँ विकसित पनि हुन जान्छ। लकिरको फकिर गरे हिजो जे छ त्यस्तो गर्नु पनि हुँदैन। त्यसकारण आफ्नो संस्कृतिलाई समय सापेक्ष रूपमा विकसित गर्ने, परिष्कृत गर्ने, परिमार्जित गर्ने नै आधुनिकता हो। पाश्चात्यकरण आधुनिकता होइन। अचल चाहिँ के भन्छन्, डेडी भन्छन्, अङ्कल भन्छन्, सारा नातो सबै सकियो होइन। अब के हो चाहिँ को भाइ बुहारी हो कि भाइ बुहारी भने दाइ भन्छ, ठिकै छ। तर चाहिँ कस्तो पर्यो भने आफ्नो पनै सकियो क्या, यो दुःखको कुरा। हरेक 45 किलोमिटरमा भाषाको फरक पर्छ, त्यो एकदम स्वाभाविक कुरा। त्यसले हाम्रा संस्कारमा, हाम्रा संस्कृतिमा अलिअलि फरक पर्छ। तपाईँले ख्याल गर्नुहोस्, सल्यानको भाषा र पोखरा अनि रोल्पाको भाषा फरक छ। 45-46 किलोमिटरको भाषाको तोडमा फरक पर्न जान्छ। यही दाङको पश्चिम र पूर्वमा फरक छ। दाङको पूर्व र दाङको प्युठानमा फरक छ, किनकि हरेक 40-45 मिनटको दूरीमा भाषाको टोनमा फरक पर्न जान्छ। त्यसैले हाम्रा संस्कारहरू पनि फरक पर्न जान्छ। त्यसलाई चाहिँ हामीले एउटै ठाउँमा ल्याउनुपर्छ। त्यो काम हाम्रो संस्थाको हो। तब हामी सबैको जय लाग्यो।